हेलो साथीहरु, वेलकम टु माई युट्युब च्यानल। तपाईहरुलाई आज चाहिँ छोटो मिठो भिडियो लिएर आछु। तपाईहरुलाई लाएर धेरै के बोल्नु पनि हुन्न किनभने म चाहिँ आज चाहिँ खास गरेर भन्नुपर्दा ठ्याक्का जो मेरो ओटी थिएन, काम छिटै छुट्टी भएको थियो, त्यसैले आज म चाहिँ ठ्याक्का 4 बजे आएको थिएँ। त्यसैले मार्केटतिर जाँदैछु। मेरो साथमा हुनुहुन्छ यहाँ अर्जुन कुमार तमाङ नै मेकबहादुर तमाङ, अनि हामी आज मार्केटतिर जाँदैछौँ चट्ट लाएर। धेरै भएको युट्युबमा भिडियो नहाले पनि, त्यही भएर आज चाहिँ सानो छोटो मिठो भिडियो हाल्नु गएर छु। तपाईँहरूलाई तपाईँसँग सबैजनाले ट्याग लाइक कमेन्ट सेयर ट्याङ सब्सक्राइब ओके। आज चाहिँ मेरो छिटै छुट्टी भएकोले गर्दाखेरि सानो छोटो भिडियो बनाउँदैछु। तपाईँहरूलाई म चाहिँ मार्केटतिर जाँदैछु कि आज चाहिँ धेरै भएको युट्युब भिडियो नहाले के गर्नु, टाइम हुन्न, काम गर्ने मान्छे होइन, काम गर्नुपर्छ, आएर भिडियो बनाएर हिँड्ने फुर्सद पनि हुन्न। अब अरू जस्तो चलेको युट्युबर अब टक्क कहिलेकाहीँ छुट्टीले टक्क भिडियो सुट हाल्नु पैसा आउँछ भन्नु, हाम्रो हुन्न। स्टार्टिङ पोइन्ट हो हाम्रो भनेको। भर्खर एकजना साथी चाहिँ हाम्रो माथि पुग्यो, कहाँ पुगिसक्यो, हराइसक्यो त है। खै ऊ त्यहाँ कालो यहाँ हल्लिएर मिरमिर भयो, म त्यहाँ जाँदै थिएँ। ऊ चाहिँ त्यो चाहिँ हामीले त्यसलाई चाहिँ ढाँटेको थियौँ, हामी गइसक्यो भने ऊ त गएर छ त्यो मान्छे चाहिँ। हामी चाहिँ जाँदैछौँ। अहिले चाहिँ म मार्केट आइपुगिसकेको छु। अब यहाँ चाहिँ यस्तो हो, यहाँ चाहिँ अब दुबईतिर अब मुसलमान कन्ट्री नै हो यो, त्यही भएर जताभाइ त्यता भित्रतिर भिडियो खिच्न जित होइन। सबैजना बस्तिर भित्रको चाहिँ भिडियो म तपाईँहरूलाई देखाउन चाहँदैन। यहाँ सबै बाइक राइडरहरू हेर्नु न बसिरहेछन् बिचराहरू, सुक्खा टाट लागेर नेपालको पठाउहरू सुक्खा टाट लागेर चोकमा बस्छन्, त्यस्तै यिनीहरू पनि टिप नपाएर बिचरा बसिरहेछन्। हामीले यो मार्केटमा जाने हो, थोरै सामान किन्ने हो, टक्कसँगले हल्का चिकन किन्ने हो, लगेर पकाएर खाने हो। ल सब टिप नपाएर सुक्खा टाट लागेर केटाहरू बसिरहेको छ यहाँ चाहिँ बिचराहरू। हामी आउने मार्केट यो सिम मार्केट। कहिले साउदी मरेखेरि मासला डाँडा गेटमा पाएर बजिहाल्यो, त्यसरी नेपालीले त्यहाँदेखि गर्दा चेक गरिहाल्छ। हेलो साथीहरू, ल अहिले चाहिँ ट्याक्कै मार्केट सामान किनेर ट्याक्कैसँग मार्केटबाट फर्किसकेको छौँ। हामीहरू चाहिँ च्याटर लगाएर अब जाँदैछौँ हामीहरू हाम्रो गन्तव्यतिर, रुमतिर जाने हो। सामान किनिसकेर च्याटर फर्किसकेको छौँ हामीहरू चाहिँ साथीभाइहरू। अर्जुनले कति किन्यो? किन्यो 40-50 रुपियाँ किन्यो, मैले पनि किनेँ। टक्क सामान निकै किन्यो साथीभाइहरू, 2-3 दिन सिद्धिहाल्छ किनभने महँगो छ यार। लास्ट यहाँको पैसा यहीँ रहने भइहाल्यो। ल लाग्यो अब हामी चाहिँ रम्बल आइपुगिसकेका छौँ। हाम्रो यो चाहिँ साझा चौतारी हो, यहाँ चाहिँ सबैको दुःख बिसाउने ठाउँ होइन त विक्रमजी? तपाईँले पनि बिसाउनुहुन्छ नि कहिले काहीँ दुःख यहाँ होइन? बिसाउनु तर सुन्ने चाहिँ कोही पनि छैन मेरो यहाँ। किन न हजुरले सुन्छ न यो रम्बलले सुन्छ। किन सुन्नु? मैले सुनेर मेरो चाहिँ कसले सुनिदिने? म सुन्छु नि हजुरको। के सुन्नु? मैले पनि सुन्छु नि, मनमा पो नलिएको त होइन, सिरियसली पनि नलिँदा सुनिरहेको छ, सबैले सुनिरहेको छ त नि। ल साथीभाइ हो, ल हामी चाहिँ यहाँ पिज्जा लिएर ठ्याक्कै पिज्जा खानु लागेको छौँ। कस्तो रहेछ त पिज्जा भन्छ कि रक्सी भन्छ? पिज्जा त हो त। ल मिठो रहेछ, मिठो मैका छ, मै निकाल्नु। ल ट्याक्कै पिज्जासँग हाम्रो चाहिँ मै खोलौँ त। ल चाहिँ मै हो, यहाँको अलमराई कम्पनीको मै पिज्जा। त्यहाँ दिनभरि काम गरेर यति त खानै पर्यो होइन? काम छ गदाले जस्तो, खुवाइ छ राजाले जस्तो।